हजुरलाई अनि बालेन शाहको बारेमा चाहिँ हजुरलाई के भन्न चाहनुहुन्छ? काठमाडौँ एकदम सफा सुग्घर राखिदिइरहनु भएको छ होइन। मेयरहरूमा एउटा मनपर्ने मेयर मलाई बालेन शाह पनि हो। अब नयाँ पार्टी खोलेर आउँदै हुनुहुन्छ भन्ने सुनिरहेको छु होइन। चाँडै बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङ जुन अलि राम्रा राम्रा छवि भएका मान्छेहरू हुन्छ नि, उहाँहरूले जुत्ने होइन कि होइन, एउटै पार्टी बनाएर आउनु पऱ्यो क्या। हामीलाई अब आउने चुनावमा अप्सन त चाहियो नि, नत्र कसलाई भोट हाल्ने? त्यही काङ्ग्रेसलाई, त्यही एमालेलाई, त्यही माओवादीलाई, त्यही राप्रपा, त्यही रासोपा, कसलाई हाल्ने? अब अप्सनै छैन। अस्तिको पालि चुनावमा रासोपा एउटा अप्सन आएको थियो, धेरैले उसलाई भोट पनि हाल्यो। झन् त्यो नयाँ पार्टी त पुराना भन्दा गइगएको निसी। तर अब आउने नयाँ पार्टी होइन, जसले खोल्नुहुन्छ होइन, राम्रो मान्छे आउनु पऱ्यो। अहिले जेनजी आन्दोलनपछि 24 गतेपछि म पनि प्रधानमन्त्री, ऊ पनि मन्त्री, ऊ मन्त्री भनेर त्यही आउनु भएन। राम्रो मान्छे, सक्षम मान्छे आउनु पऱ्यो। र बालेन शाह, हर्क साम्पाङ अहिले जुधिरहेको देख्छु म होइन। तपाईँहरू नजुत्नुहोस्, तपाईँहरू मिल्नुपर्छ के। तपाईँहरू जस्तै होइन मान्छे अरू देशभरबाट खोजेर ल्याएर एउटा पार्टी बनाएर हामी नेपाली जनतालाई अप्सन दिनु पऱ्यो, ल यो पार्टीमा भोट हाल भनेर के। एउटा पार्टीमा सबै राम्रो मान्छे हुनुभयो भने चाहिँ बल्ल चाहिँ राम्रो हुने भयो होइन? हजुर त्यही है। हजुर, हजुरको समयको लागि धेरै धेरै धन्यवाद सर। तपाईँलाई पनि धन्यवाद। र अन्त्यमा म के भन्न चाहन्छु नि, यो D&D इन्टरटेनमेन्ट मेरो एकदमै मिल्ने साथी हाम्रो दामोदरजीको हो होइन। D&D इन्टरटेनमेन्टको युट्युब होस् अथवा टिकटक होस् अथवा फेसबुक होस्, सबैले फलो सब्सक्राइब के गर्नुपर्छ सबले गरिदिनु होला। अन्त्यमा त्यही भन्न चाहन्छु, D&Dलाई होइन एकदमै बधाई अनि शुभकामना। अझ राम्रो राम्रो भिडियोहरू ल्याउनु होला, राम्रो राम्रो कन्टेन्ट ल्याउनु होला। युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युब सब्सक्राइब गरिदिनु होला, टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला, फेसबुकमा हेर्दै हुनुहुन्छ भने पनि फलो गरिदिनु होला। धन्यवाद, नमस्ते। हस्, धन्यवाद।